यहाँ बेथु पुरै फुलिरहेछ हेर्नु त। यता चाहिँ कुकुरदेखि सावधान हो। म त आउने बेलामा भ्लग कन्टिन्यू गरौँला भनेको त बिर्सी गएछ। यो मसिनो लट्टे हो कि साथीहरू, त्यो ठुलो ठुलो लट्टे होइन, यति मिठो हुन्छ। गेट लागिसकेको छ। घरबेटी आन्टीले त्यहाँ टिप दिँदै हुनुहुन्छ। हेलो म्याम। पूर्वटोल साइड यता चाहिँ पहिला मेरो हस्बेन्ड बस्नु भएको एरिया हो। त अस्ति नै हामीले बेथु टिपेको थियो नि, त्यही बोट हो नि साथीहरू। हेर्नु त मकै फल्न थालिसक्यो। हेलो साथीहरू, गुड मर्निङ। सम्पूर्णलाई स्वागत छ फेरि पनि ताजा भिडियोमा। म लक्ष्मी अनि तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानल लक्ष्मी एन्ड प्रकाश बहादुर राई चाहिँ यहाँ मच्छर मार्दै हुनुहुन्छ। लामखुट्टे कति त्यसले चिरिरहेको। अनि साथीहरू स्वागत गरेँ। भर्खरै 6:50 भयो अनि हामी चाहिँ उठिसकेको। अनि म चाहिँ पानी खान लाग्यो। अनि मेरो बुढो चाहिँ त्यो मैले चाहिँ अनि हिजो लिएर आएको अन्डा खानु भनेको, एकछिनमा पानी खानु बरु भनेर मम्मीले खाली पेटमा खानु भनेको थियो नि। अनि त्यही भएर बाबा उठेछ अन्डा खानु त। अनि आज स्कुल खुल्छ, आजदेखि स्कुल छ होइन। सो आज स्कुल जानुपर्छ, त्यही भएर चाँडै उठेको। बाबा तपाईँलाई यो काँचै खाना कस्तो लाग्दैन हो? कसरी खाने त? ल। अनि मेरो बुढाले चाहिँ काँचो अन्डा खान थाल्नु भएको। यो छाती दुखेको ठिक हुन्छ अरे कि साथीहरू, अनि त्यही भएर हो। हुन्छ मम्मीले भन्नुभयो, अनि त्यही भएर हेरौँ न, मम्मीको कुरा नि हेरौँ न भनेर। ग्यासले हो कि के हो, मेरो बुढोलाई खाली छाती दुख्छ कि। ओके साथीहरू, यहाँ कस्तो खायो आया त केही पनि भएन। कति पातलो के हो है बोक्रा। यो चाहिँ लोकल कुखुराको अन्डा हो कि साथीहरू, हिजो लिएर आएको। अनि त्यो त्यहाँ राख्दिनँ। ओके साथीहरू, भिडियोमा अन्तिमसम्म जोडिरहनु हस्। ओके साथीहरू, हिजोको चाहिँ त्यो बेत साग लिएर आएको थिएँ नि। अनि त्यो सागमा चाहिँ अनि यहाँ त किरा परेछ। अनि सागमा चाहिँ अलिक बेथु मिसाउनु पऱ्यो भनेर हिजो यता बेथु छ भनेर घरबाट टिपेर लिएर आएन। तर बेथु पुरै फुल्न थालिसकेछ। हेर्नु न, यहाँनिर देखाउँछ यहाँ बेथु पुरै फुलिरहेछ हेर्नु त, फुलिरहेको छ। अनि त्यही भएर टिप्न आएको थियो। तर घरबेटी आन्टीले चाहिँ त्यो रातो बेथु, यस्तो खालको बेथु खान्छौ त, न त त्यो टिप दिन्छु भन्नुभएको थियो। अनि घरबेटी आन्टीले त्यहाँ टिप दिँदै हुनुहुन्छ ऊ त्यहाँनिर। म चाहिँ अनि यहाँ मकैमा हेर्न आएको थियो। अनि खोज्या भए त पुग्थ्यो होला, तर आन्टीले फेरि त्यो दिन्छु रे, मलाई मिसाउनलाई मात्रै चाहियो हो नि त। अनि त्यही भएर अब त्यो बेथु मिसाउने अनि पकाउने। ओके साथीहरूलाई हस्। ए साथी, यो बोटहरू त, यो मकैहरू त अस्ति नै हामीले बेथु टिपेको थियो नि, त्यही बोट हो नि साथीहरू। हेर्नु त मकै फल्न थालिसक्यो। यत्रो अर्काको मकै है, हेर्दा यत्रो भइसक्यो। तर ठिकै छ, गाउँबाट मम्मीले पठाइहाल्नुहुन्छ नि हरियो मकै खानलाई। ओके ल साथीहरू, साग चाहिँ पाएँ। आन्टीले दिनुभयो यस्तो खालको साग है, बेथु यो अर्को हुन्छ। खोइ यो हाइब्रिड बेथु भनौँ भने फेरि यसलाई केही पनि हाल्नु पर्दैन है, तर पनि कत्रो हुन्छ यो बेथु। अनि मैले खोजेको बेथु चाहिँ यस्तो हो न्यानो। यो चाहिँ सबभन्दा अझै मिठो लाग्छ कि। हेर्नु त फुलेछ कि हल्का। अनि यो त मैले फुल छुट्याएको अझै। अनि हिजो लिएर आएको साग चाहिँ यो थियो। यो चाहिँ यस्तो मिठो साग हो नि साथीहरू, यति मिठो साग हो यो। हेर्नु न, यहाँ सबै थोक छ के यसमा। हेर्नु त, यो मसिनो लट्टे हो कि साथीहरू, त्यो ठुलो ठुलो लट्टे होइन, यति मिठो हुन्छ। अनि यसमा चाहिँ मिसाएर खाने अझै मिठो हुन्छ। तर पाएँ अब त्यत्रो बेथु त धेरै हुन्छ, अलिकति हाल्छु, पछि खानलाई हुन्छ है बाबा, त्यही गर्नु पर्ला। ओके साथीहरू ल हस्। साथीहरू, अघि नै त भिडियो बनाउने बानी पनि हटिसकेछ। अनि हजुर नमस्कार भिडियो बनाउने बानी पनि हटिसकेछ। अनि के भन्छ, म त आउने बेलामा भ्लग कन्टिन्यू गरौँला भनेको त बिर्सी गएछु। अहिले पो झसँग सम्झ्यो। अनि म चाहिँ स्कुल आइसकेँ। मेरो बुढाले स्कुटीमा छोड्नु भएको। अनि अहिले चाहिँ एसेम्ब्लीको टाइम हुँदैछ। होलीले गरेर भाइ बहिनीहरू अलिक कम आएका छन्। अनि ओके ठिकै छ, भिडियोमा अन्तिमसम्म जोडिरहनु होला। ओके साथीहरू। हजुर हेलो म्याम। हो
फेल भएछ भने छैन ल ओके साथीहरू आइपुग्यो रुममा है अनि म चाहिँ के यो भ्लग बनाउने बानी हराइसकेछ है अनि त्यसपछि अनि बिर्सिँदो रहेछ कि भ्लग बनाउँछ अनि अहिले रुममा आइसकेपछि पो ढोका खोलेपछि आछि भिडियो त बनाउन बाँकी नै छ त म त भ्लगै नबनाउने हिँडिरहेछु भनेर भनेको बुढोलाई अनि बुढो चाहिँ हाँस्नुहुन्छ ओके साथीहरू आइपुग्यो अनि त्यसपछि अनि अरू के गरे त अरू त अब यस्तै अब बुढोले यहाँ खाजा तयारी गर्दै हुनुहुन्छ अनि खाजा खाने अनि बस्ने ओके साथीहरू कस्तो खालको भ्लग बन्यो बनाउने बिहान स्कुल जाँदा नि त बनाउनु बिर्सेँ के त अनि मैले त उहाँ पुगेर अफिस छिरेपछि झसँग सम्झेछु कि अनि फेरि एसेम्ब्लीको टाइममा बनाएको ओके साथीहरू ल हस् साथीहरू खासमा भन्यो भने चाहिँ भ्लग बनाउनै बिर्सिँदो रहेछ कि हामीले चाहिँ जहिले पनि बाबा ब्लड चेक नि हेर्नु हो थिच्दिन त अनि रोकेर हेरे गर्छु अनि हेर्नु त ठिक छ ओके साथीहरू हिँड्नु भिडियो चाहिँ बनाउनै बिर्सिँदो रहेछ कि भ्लग त है कन्टिन्यू गर्नै बिर्सिँदो रहेछ अनि हामीले चाहिँ अघि नै कति 4-5 बजीतिर त्यो खाजा खायो अनि खाजा खाइसकेपछि अनि बेलुका पक्ष यता बजेकोमा आएको थिएँ अनि त्यसपछि मेरो बजे सासूकोमा अनि आएको थियो अनि त्यसपछि भिडियो कन्टिन्यू गर्नै बिर्सिने अनि अहिले फर्किएर जान थालेको अनि 10 बजे अहिले रातिको बेलुकाको 10 बजिसक्यो अनि अहिले चाहिँ जान लाग्यो अनि भिडियो त बनाउँछ त हामीले जस्तो लागेको छ भ्लग नबनाएकोले कस्तो बानी हटेछ क्या साथीहरू तैपनि अब चाहिँ कन्टिन्यू गर्ने कोसिस गर्नेछौँ त्यही हो कन्टेन्ट हुँदैन कहिलेकाहीँ अनि के बनाऊ हुन्छ अनि त्यस्तो हुँदै कति दिन हुन्छ थाहै हुँदैन ओके अहिले चाहिँ हामी छ यो कुन टोल बाबा पूर्वटोल अहिले चाहिँ हामी पूर्वटोल साइडमा छौँ अनि त्यसपछि यता चाहिँ कुकुरदेखि सावधान हो यहाँको कुकुर अलिक बढी नै डेन्जर छ पूर्वटोल साइड यता चाहिँ पहिला मेरो हस्बेन्ड बस्नुभएको एरिया हो क्या साथीहरू अनि अहिले चाहिँ त्यहीँ छौँ हामी चाहिँ अनि अब जाँदै ओके अब साथीहरू आइपुग्यो तर गेट लागिसकेको छ खोल्यो के बजा त आएको गेट लागिसकेको छ आइपुग्यो जस्तो छ हामीले त्यो कोठाको बत्ती त खुलै राखेको थियो त्यही पनि आज चाहिँ लगाइदिनु भएको छ खुल्यो साथीहरू कोठाको बत्ती खुलाइराखेको हुन्छ अनि कोठाको बत्ती खुलाइराख्दाखेरि चाहिँ हामी गाउँ कतै गएको हुँदैन तर अनि हिजो अस्ति कहिले गाउँ गएको थिएँ नि होलीमा त्यही कतिको दिन अनि त्यही कारणले गर्दाखेरि चाहिँ गाउँ गयो होला भन्ने सोच्यो होला तर गाउँ जाँदाखेरि चाहिँ त्यो बत्ती खुलाइराख्दैन क्या साथीहरू हामीले अनि गरेर चाहिँ जे भए पनि आधा रातमा आयो ढोका दियो मेरो बुढोले धन्यवाद पनि दिइसक्नु भयो गइसक्नु पनि भयो ओके साथीहरू ल आजको भ्लग यस्तै भयो अब मन परेन भनेर के सोध्नु है सधैँभरि साथ सपोर्ट गरिदिनु होला यस्तै छ हेर्नु त ब्लड त छैन नि भिडियो त बनिरहेको छ ओके साथीहरूलाई बाई भनिदिनु बुढा बाई अब गुड नाइट साथीहरूलाई